क्षेत्रहरू मिलेर एउटै कामको लागि। यसरी अब चाहिँ स्वास्थ्यले चाहिँ कहिले पनि के गर्छ त प्युरिटीको मात्रै हेर्न सक्छ, तर फुड प्रोडक्सन नै छैन, खाने चिजै छैन, एनिमल फुड छैन, शिक्षा छैन भने त पोषण आहार हुन सक्दैन नि। यस्तै कारणले गर्दाखेरि हाम्रा अब नन कम्युनिकेबल डिजिज घटाउन क्षमता विकासको लागि तालिमहरू औद्योगिकीकरण र रुटिन काम पनि गर्नुपर्ने अवस्था देखिन्छ। त्यसै गरेर स्वास्थ्य सम्बन्धी कानुन निर्माण तथा संशोधन, स्वास्थ्य अधिकार, स्वास्थ्य बिमाको कभरेज राम्रो छैन। सुदूरपश्चिम प्रदेशमा पनि अलि अगाडिको 2 वर्ष अगाडिको डाटालाई हेऱ्यो भने 8% मात्रै गरेको देखिन्छ। त्यसै गरेर औषधि व्यवस्थापन सम्बन्धी कानुन, बजेट प्रक्षेपण र जवाबदारीका गर्नमा पनि हाम्रो संसदीय भूमिका एकदमै ठुलो छ। मन्त्रालय र निर्देशनालयलाई बजेटको प्रभावकारी चाडको आधारमा उपयोग गर्ने। त्यसका साथसाथै हामीले यताको पब्लिक हेल्थ सिस्टमलाई अलिक स्ट्रेन्थनिङ गरिसक्यो भने डिजिजको बर्डनहरूलाई चाहिँ कम गरेर खर्चलाई पनि कटौती गर्न सक्छौँ। हाम्रो ओभरअल स्वास्थ्य प्रणालीलाई चाहिँ सुधार गर्न सक्छौँ। ह्युमन रिसोर्समा पनि हामीलाई चाहिने खालका ह्युमन रिसोर्सहरू अझै पुगेका छैनन्। तराईका जिल्लामा त पुगेका छैनन्, पहाडी जिल्लामा चाहिँ एकदमै भय अवस्थित छ। सबै ठाउँ सबै सेवा विस्तार गरेर साध्य हुँदैन, सम्भव हुँदैन। रेफरल प्रणालीलाई पनि हामीले सँगसँगै लिनुपर्छ स्वास्थ्य सेवाभित्र। नभए सेतीमा पनि त्यही सेवा, भोलि बजाङमा पनि त्यही सेवा, आसाममा पनि त्यही सेवा सुरु गर्ने सोच बनायो भने त्यसले हामी कता कता अल्मलिने र हराउने अवस्था हुनसक्छ। यो विषयलाई पनि हामीले सँगसँगै सोच्नुपर्छ भन्ने हो। यो नीतिगत कुराहरू किन भन्दा के सेवा कुन लेभलसम्म दिने, त्यसपछि सँगसँगै प्रेषण प्रणालीलाई कसरी बलियो बनाउने कुराहरूलाई सँगै सोच्नुपर्छ। हाम्रा प्रोग्रामहरू यस्तो भयो कि 20औं वर्ष 25औं वर्ष अगाडि सुरु गऱ्यौँ, अहिले पनि हामी त्यसलाई निरन्तरता दिइरहेका छौँ। त्यसलाई चेन्ज गर्दा के हुन्छ नगर्दा के हुन्छ भन्ने हामीले अध्ययन त्यतातिर पनि पुगेका पनि छैन त्यो कुरा। अब हाम्रा केही प्रोग्रामहरूलाई त्यसरी पनि हेर्नुपर्ने हो कि अहिलेको जुन बदलिने परिवेश, जुन डिजिटलाइज हुँदै गरेको परिवेशमा चाहिँ अब हामीले स्वास्थ्य क्षेत्रको समग्र भनौँ न विकास गर्ने हो र यो अहिलेको विकाससँग गतिसँग जोडिने हो भने चाहिँ डिजिटल यो युगको जुन डिजिटलाइजेसन छ त्यसलाई चाहिँ पर राख्न सकिँदैन। जति चाँडो त्यसलाई एडप्सन गर्न सक्यौँ त्यति चाँडो चाहिँ हाम्रो विकासका लक्ष्य प्राप्तिलाई चाहिँ यसले सहज बनाउँछ। स्वास्थ्य क्षेत्रमा हामीले काम त सबैले गरिराखेका छौँ। राज्यले यी सबैलाई एकीकृत एउटा नीतिमा ढाल्न सकिरहेका छैन। यो राष्ट्रिय स्वास्थ्य नीति त छ, त्यसले के गर्न सकेन भने यी समग्र स्वास्थ्य क्षेत्रका यी सबै समस्याहरूलाई एकीकृत ढङ्गले हल गर्ने कुराको त्यसले सम्बोधन गर्न सकेका छैन। मलाई के आवश्यक जस्तो लागेको छ भने एकीकृत स्वास्थ्य नीति आवश्यक छ। यो राष्ट्रिय स्वास्थ्य नीतिले त्यसले समेट्ने प्रयास त के गर्ने भयो, त्यो हाम्रो त्यसैलाई बेस बनाएर अगाडि बढ्ने हो। स्वास्थ्य बिमादेखि लिएर अहिले हामीले जुन अब हाम्रो गोलहरू छन् स्वास्थ्य क्षेत्रमा, हामीले हाम्रो लक्ष्य दिगो विकासका लक्ष्यहरू सँगसँगै एकीकृत नीति भयो भने के हुन्छ भने केन्द्रले कति काम गर्ने, प्रदेशले कति गर्ने, स्थानीय तहले कति गर्ने, यसको हरेकको कार्यान्वयन गर्ने, बजेट कति आवश्यक हो, केन्द्रले कति छुट्याउने हो, त्यसलाई ठोस गरिदिने क्या। यो स्वास्थ्य विकास अनुसन्धान तथा यो अवस्था सम्बन्धीको तपाईँहरू बिचमा अन्तर्क्रियाद्वारा के खास आओस् र त्यसले भोलिका दिनमा सामाजिक मन्त्रालयबाट कार्यान्वयन हुने पक्षमा अगाडि अग्रसरता सामाजिक मन्त्रालयले अनुसन्धानमा देखाओस्। सुदूर आज मिडिया नेपालले यो कुरा राखेको छ है भन्ने उहाँहरूलाई पनि सोचेर भोलिका दिनहरूमा त्यो विषयमा चाहिँ अग्रसरता देखाएर सामाजिक मन्त्रालयले कार्यान्वयन गर्ने किसिमका तपाईँहरूबाट ठोसका उपलब्धिमूलक आओस्। र आज यस घडीमा भएको प्रस्तुति विचार विमर्श र छलफलबाट हामीले 3 महत्त्वपूर्ण कुराहरू आत्मसात गर्यौँ भन्ने विश्वास लिएको छ र यसमा विश्व स्वास्थ्य सङ्गठनका प्राथमिकता अनुसार नेपालले गरेको प्रतिबद्धता र दायित्वको सम्बन्धमा, यसैगरी सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सूचाङ्क र यसको अनुसन्धान बीच भएको ग्यापहरू, यसैगरी विशेष गरी सुदूरपश्चिम प्रदेशमा मातृ मृत्यु दर, गरिबी, कुपोषण, नसर्ने रोग, नवशिशु मृत्यु दर र मानसिक स्वास्थ्यका त्रुटिहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्डभन्दा अझै टाढा रहेको बेहोरा अवगत नै छ। प्रदेश सरकारले जम्मा वार्षिक बजेटको 10% स्वास्थ्य क्षेत्रमा र त्यसको लगभग 2 देखि 3% स्वास्थ्य अनुसन्धानमा बजेट विनियोजन गर्न आवश्यक रहेको छ। स्वास्थ्यलाई पूर्वाधार र राजनीतिको विषय मात्र नबनाई मानव पुँजी निर्माणको रूपमा लिई अनुसन्धानमुखी बजेट, डाटा बेसमा सुदृढीकरण र अन्तर्राष्ट्रिय साझेदारीमा यहाँको पहलको अपेक्षा छ।